जस्तै तपाईले कुनै पनि कम्पनीको सेयर किन्दा फन्डामेन्टल एनालिसिस गर्नुपर्छ भन्ने सुन्नुभएको छ। अनि यो फन्डामेन्टल एनालिसिस कसरी गर्ने त भन्दा फन्डामेन्टल एनालिसिसमा कम्पनीको ब्याकग्राउन्ड हेर्न जरुरी हुन्छ, जसमा कम्पनीको नाफा, कम्पनीको इपिएस, डिभिडेन्ड हिस्ट्री हैन, यिनी चीजलाई हेरेर कम्पनीको वास्तविक मूल्य निकालेर कम्पनी कति महँगो छ या कति सस्तो हो, जस्तै अन्डर भ्यालु या ओभर भ्यालु छ कि छैन भनेर पत्ता लगाएर त्यो कम्पनीमा लामो समयको लागि लगानी गर्न सकिन्छ। जस्तै कुनै पनि कम्पनीमा लगानी गर्नुभन्दा अगाडि मुख्यतः कम्पनीको नाफा, कम्पनीले लगातार नाफा कमाइरहेको छ कि छैन, पछिल्लो 3 देखि 5 वर्षको नाफा बढ्दो छ कि छैन, अर्निङ पर शेयर इपिएस जति उच्च र बढ्दो हुन्छ त्यति नै राम्रो मानिन्छ, कम्पनीको बुक भ्यालु, कम्पनीको वास्तविक सम्पत्तिको मूल्य कति छ, शेयरको मूल्य बुक भ्यालुको तुलनामा धेरै महँगो त छैन, डिभिडेन्ड हिस्ट्री, कम्पनीले नियमित लाभांश, क्याश या बोनस दिएको छ कि छैन, कम्पनीको म्यानेजमेन्ट, कम्पनीको व्यवस्थापन र प्रतिष्ठा कस्तो छ, या कम्पनी कुनै ठुलो विवाद वा समस्यामा त छैन, यो पनि हेर्न जरुरी हुन्छ। र अर्को छ ऋण, कम्पनीमा अत्याधिक ऋण छ कि छैन, धेरै ऋण भएको कम्पनी जोखिमपूर्ण हुन सक्छ। अर्को छ सेक्टर एनालिसिस, जस्तै कुन क्षेत्रको कम्पनी हो हैन, बैंक, बीमा, हाइड्रो उत्पादन आदि कुन क्षेत्रको कम्पनीमा पर्छ र त्यो क्षेत्रको भविष्य कस्तो छ। ल लास्टमा रहेको छ पी रेशियो, शेयरको मूल्य नाफाको तुलनामा धेरै महँगो त छैन, एउटै क्षेत्रका कम्पनीहरुसँग तुलना गरेर हेर्दा राम्रो हुन्छ हैन। सरल र बिल्कुल सिम्पल भाषामा भन्नुपर्दा कम्पनीको बढ्दो नाफा छ कि छैन, इपिएस बढिरहेको छ कि छैन र ऋण कम छ, नियमित लाभांश दिन्छ, राम्रो व्यवस्थापन छ भने दीर्घकालीन लगानीमा विचार गर्न सकिन्छ।